आज चाहिँ हामी पाथिभराको दर्शन गर्न जाँदैछौँ। यहाँबाट साथीहरू तपाईँहरू हेर्दै गर्नुहोस् ल। म परम्परा साथीको भिडियो बनाउँछु। आजको मौसम चाहिँ एकदमै शीतल छ। हेर्नुहोस् त यहाँनिर कस्तो आनन्द छ। गर्मी ठाउँबाट आउनेहरूलाई त क्या स्वर्ग आनन्द छ। अनि एउटा एक्सक्लुसिभ न्युज के छ भन्दा साथीहरू, म चाहिँ किन ढिलो आइपुगेको भन्दाखेरि नाइट ड्युटी गरेर ड्युटीबाट 7:30 बजेतिर रुम आइपुगेर त्यसपछि नुहाइ धुवाइ गरेर रेडी भएर आएको। त्यही भएर म ढिलो आएको है साथीहरू। तर मजा भइरहेको छ ढिलो आएको नि। एकदम रमाइलो भइरहेको छ। आनन्द भइरहेछ आनन्द। तपाईँहरू पनि आउनुहोस् हेर्नुहोस्। यो मैले कतिपछि छुएँ यो कटुसको बोट। ओ माइ गड ढाल्ने कटुसको बोट। यहाँ हेर्नुहोस् त अहिले चाहिँ मौवा भन्छ है। मैले चाहिँ बचपनमा कति धेरै काटेको खेलाएको छु क्या। आज धेरै पछाडि हेर्नुहोस् त साथीहरू, यसलाई निगालो भन्छ। तपाईँहरूको कसलाई थाहा छ? पाथिभरा भेटरको पाथिभरा आउँदा निगालो पनि छुन पाइन्छ। यसलाई चाहिँ निगालो भन्छ। यो सबै निगालोको बोट है। लजालु मान्छे हुनुहुन्छ मेरो विशेष स्पेसल एकदम मेरो ठुलो साथी चाहिँ लजालु हुनुहुन्छ। यहाँ लजालु हिँड्दै हुनुहुन्छ। पाथिभरा व्यवस्थापन समितिले चाहिँ यस्तो राम्रो व्यवस्थित तरिकाले चाहिँ पक्रिँदै हिँड्ने ठाउँहरू बनाइदिनु भएको रहेछ। पहिला यहाँ जङ्गल थियो, अनि अहिले चाहिँ फेरि पक्रिँदै हिँड्दा हिँड्दै कति राम्रो व्यवस्थापन गरिदिनु भएको रहेछ। तर यहाँ आएपछि त विश्वासले पनि आफै हिँड्नको लागि बुझाइदिन्छ। मजा भइरहेको। हामी चाहिँ बाटोमा हिँड्दा हिँड्दै तिर्खा लागेको अवस्था। यहीँ तल 9-10 किलोमिटर कति धेरै गर्मी, 9-10 किलोमिटर माथि कति धेरै आनन्द, कति धेरै शीतल। यो त पृथ्वीमा संसारमा कहीँ पनि यस्तो खालको मौसम छैन होला जो कि यहाँ छ। किन भन्दा यति तल यति धेरै गर्मी छ भने माथि यति धेरै शीतल। यस्तो हेर्नुहोस् त कति आनन्द छ, कति शीतल छ। उडी हिँडिरहेको छु म खुसीले शीतल भएर है साथीहरू। यस्तो मजाले पहिला त यहाँ लडिन्छ कि भन्दै यस्तो भिड थियो। अहिले त यहाँ यो पाथिभरा व्यवस्थापन समितिले त यति राम्रो व्यवस्थित बनाउनु भएको रहेछ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। यहाँ आउने भक्तजनहरूलाई यसरी नै सुविधा दिँदै जानु। सबैजना फर्किरहनु भएको छ। थोरैजना चाहिँ हामी दर्शन गर्न जाँदैछौँ। किन भन्दा म टाढोदेखि आएको, त्यही पनि बसमा आएको नि त साथीहरू। त्यही भएर बसलाई ढिलो लेट जायो। आज चाहिँ म पाथिभरामा दर्शन गरेर गाडी छिट्टै मैले किन्न सकु भनेर मागेर जान्छु र त्यसको चलचित्रदेखि गाडीमा जाने आउँछु।